आज चाहिँ हामीले महिन्द्रा ट्युबी 300 इन्जिनको टाइमिङको बारेमा केही कुरा गर्दैछौँ र विशेष गरी यो चाहिँ 3 सिलिन्डरको इन्जिन भएको हुनाले 4 सिलिन्डर इन्जिन र 3 सिलिन्डर इन्जिनमा के टाइमिङ डिफरेन्सेसहरू छ र यसलाई चाहिँ कसरी सेटिङ गरिन्छ यसको बारेमा चाहिँ केही कुरा गरौँ है त। 4 सिलिन्डर भयो हाम्रो यो 12 बजेको लाइन भन्ने हुन्थ्यो यसरी हैन। यो ठ्याक्कै 1 नम्बर सिलिन्डर यो टिडिसीमा त छ यो किवेलाई हेर्ने भने हैन। यसको टाइमिङ चाहिँ कता हुन्छ भने यो चाहिँ यो स्लट मात्र ल्याउनु पर्यो 1300 तिर। यो 1300 तिर है ल हो यस्तो 3 बजेको लाइन अझै अब त्यतिकै ट्याक्कै उता छिर्छ है। उयो अझै वेट अझ थोरै घुमौँ हेर कम छिर्यो जस्तो लाग्छ। छिर्यो तर उल्टो घुमाउँ सुल्टो छिर्यो सुल्टो सिधा छिर्यो ओके हैन त। यो यतातिर स्लटमा यो 1300 छ हैन। यो 1300 भएको बेलामा चाहिँ यतापट्टि चाहिँ ठ्याक्क केम साफ्टको लक भयो क्रेङ्क साफ्ट है क्रेङ्क साफ्ट लक भयो। अब यहाँ यो चाहिँ हाम्रो क्रेङ्क साफ्टको टाइमिङ भनौँ त पोजिसन है टाइमिङको लागि। यतिखेर चाहिँ हाम्रो अरूमा जस्तो 1 नम्बर सिलिन्डर टिटिसीमा भन्ने चाहिँ हुँदैन है। यो चलिरहेको छैन हैन। यो सबै बिचमा हुन्छ। यो चाहिँ अलिकति माथि आएको रहेछ टिडिसीमा भन्ने हुँदैन। अब हाम्रो यो चाहिँ क्रेन साफ्टको पोजिसन भयो लक गरिदियो हैन त। अब यहाँनिर हामीले एउटा कुरामा ध्यान दिनुपर्ने हुन्छ। यो चाहिँ हामीले बाहिरबाट ब्लकबाट जुन क्रेङ्क साफ्ट लक गर्छौँ त्यतिखेर चाहिँ यहाँ हामीले लक गर्ने टुल्स चाहिँ यो अरू पालमा पनि छिर्न सक्छ है। हो त्यसैले यसको खास लक गर्ने चाहिँ यो कट भाग चाहिँ यसको क्रेङ्क साफ्ट लक हो है। त्यहीँबाट हामीले बाहिरबाट राम्रोसँग भिजुअल इन्स्पेक्सन गरेर यकिन गरेर मात्रै चाहिँ यो त्यो टुल्स छिराउनु पर्ने हुन्छ है त। ट्युबी 300 को चाहिँ पछाडि केम साफ्टको टाइमिङ चाहिँ पछाडिबाट मिलाइन्छ। यो चाहिँ यो तपाईँको लक भयो। अब यसरी चाहिँ लक हुन्छ। यसको त्यो सानो भाग चाहिँ यो तपाईँबाट कट छ। सानो भाग चाहिँ यो र यो सानो छ। यो बाहिरपट्टि भने यो र यो चाहिँ भित्रपट्टि है। यसको पनि यो मोटो चाहिँ भाग चाहिँ भित्रपट्टि यो चाहिँ बाहिरपट्टि हुन्छ है त। यसको पछाडिपट्टि यसरी हेरिन्छ यसको। यो चाहिँ हो। यति भइसकेपछि तपाईँले यसलाई यो एकदम स्ट्रेट हुनुपर्छ। स्ट्रेट भएर टाइमिङ हुन्छ। त्यही भएर हाम्रो हामीले यसरी लक गर्न सक्छौँ। यो स्ट्रेट भयो है हैन त। स्ट्रेट भएपछि यो चाहिँ मिसिङ हुँदा यसरी। अब यति गरिसकेपछि तपाईँको अगाडिपट्टि टाइमिङ चेनमा स्पकेटमा अथवा गियरमा कुनै पनि टाइमिङ मार्ग हुँदैन। त्यसैले अगाडिपट्टि तपाईँले टाइमिङ मार्गको लागि ध्यान दिइराख्नु पर्दैन। खालि के गर्यौँ हामीले एउटा चाहिँ क्रेङ्क साफ्ट लक गऱ्यौँ। त्यसपछि चाहिँ केम साफ्टलाई पछाडिबाट चाहिँ सेट गऱ्यौँ अथवा त्यसको पोजिसनमा मिलायौँ। अब चाहिँ के गर्नु पर्यो भने प्रोपर रूपमा चाहिँ तपाईँको टाइमिङ चेनलाई चाहिँ स्पकेटमा राम्रोसँग प्रोपरली फिट गर्नु पर्यो। यति गरिसकेपछि हाम्रो महिन्द्रा ट्युबी 300 को इन्जिन टाइमिङ चाहिँ सेट भयो है त। हस् त, थ्याङ्क्स फर वाचिङ।